आजको मेरो दिन चाहिँ यस्तो थियो। सो हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो ब्लगमा। अनि आज चाहिँ धेरै दिन बादमा तपाईँको माझमा चाहिँ ब्लग लिएर आएको छु। अनि म चाहिँ साथीहरू मेरो चाहिँ साथीको घरमा आएको छु। यो चाहिँ मेरो साथीको घर हो। अन्त आज चाहिँ हुसीहरू लागिरहेको थियो क्या पुरा, अन्त त्यही भएर यस्तो छ। अनि यहाँ चाहिँ मेरो साथीले चाहिँ पुरा मकैहरू भुट्दैछ हो। अन्त हामी खाएर चाहिँ हामी जान्छु मलाई मेरो घरमा। हाम्रो मकै चाहिँ रेडी भइसक्यो। अनि त्यस पछाडि अब हामी यसलाई चाहिँ खाँदै खाँदै हामी चाहिँ जाने। अनि हेर्न सक्नुहुन्छ बाटोहरू चाहिँ पुरा त्यो चिसोले गर्दाखेरि पुरा यस्तो छ। अनि गाइसमा चाहिँ साथीकोबाट घर आइपुगेँ होइन। अनि हेर्नुहोस् नि, म चाहिँ यहाँनिर साग टिप्नको लागि आएको छु। आज त कति बेसी जाडो छ, त्यो उतापट्टि के अरे तुवालोहरू पनि लागिरहेछ। आज काठमाडौँ जाँदैछु नि त, अन्त यो सागहरू टिपेर सबै बमले डल्लै सागहरू ल्याउनु भएको थियो। अनि म तपाईँलाई देखाउँछु गाइस, यो चाहिँ हाम्रो सागबारी हो। अन्त यो चाहिँ हाम्रो वासरुम होला, मैला गर्नु होला। अनि यहाँदेखि चाहिँ डल्लै सागहरू टिप्नुपर्ने छ। हेर्नुहोस् होला कस्तो हुन्छ, साग टिप्दैछु। हेर्नुहोस् होला सागहरू टिप्दै। गाइज हेर्नुहोस् होला, म चाहिँ गाडीमा चढिसकेँ। अनि यहाँ चाहिँ म जाँदैछु काठमाडौँ। अनि यो चाहिँ कोसी पुल होइन। अनि कति लामो थियो क्या यो पुल चाहिँ, के अरे यो पुलमा भिडियो बनाउन होइन, नर्मल्ली भिडियो बनाउन गाडीमा त 1 मिनट लागेको छ, हिँड्दा कति मिनट लाग्छ होला है। अन्त मैले चाहिँ अगाडिको क्लिपहरू चाहिँ केही खिच्न ओर्न पाइनँ क्या, एक्लै थिएँ, मम्मीहरू कोही हुनुहुन्न थियो। मम्मीहरू चाहिँ पहिल्यै गइसक्नु भएको हो नि त। अनि त्यही भएर भिडियोहरू यो अगाडि रेडी भएको, यो भएको, हिँड्ने बेलाको गाडी आएको त केही खिच्न पाइनँ क्या। अनि त्यही भएर यति भयो। अनि खाना खाने ठाउँमा पनि के गरौँला खिचौँला भन्दै थिएँ, त्यो पनि एकदमै गाह्रो भइरहेको थियो बमिटहरू आएर। अनि खिच्न नि पाएन। अन्त पुल चाहिँ सक्यो। अनि यो चाहिँ हामी चाहिँ त्यो बिहान हुन आँट्दाखेरि 4 बजीतिरको हो। यो ठाउँको नाम चाहिँ मलाई थाहा छैन, मलाई जति पनि लाग्छ यो चाहिँ नुवाकोट धुलिखेलसम्म त्यस्तै के भन्छ। अनि यो चाहिँ थानकोट के पो भन्दै थियो, यो चाहिँ थानकोट होला है। अनि यहाँ चाहिँ म थानकोटमा आइपुगेँ, थानकोट होला सायद। अनि गाइजहरू यो चाहिँ हाम्रो के भन्छ बानेश्वर के पो भन्दै थियो, बानेश्वर नै होला, मलाई नि त्यति थाहा छैन, यताउता घुमेँ होइन। अन्त त्यही भएर चाहिँ थाहा छैन। साथीहरू म घर आइपुगेँ होइन। अनि म चाहिँ घर आइपुगेँ। अनि मैले अस्ति नै योभन्दा अगाडि भ्लग बनाएको थिएँ नि, अब चाहिँ हामी चाहिँ परिवारै काठमाडौँ जाने बस्ने भनेर। अनि त्यही प्रोसेस चाहिँ हामीले मिलाइथ्यौँ। अनि केही उयोहरू अलिक व्यवहारहरू मिलेको थिएन। अस्ति चाहिँ म मात्रै आइरहेको थिएँ, अनि त्यही व्यवहार मिलेको भएर म गएको थिएँ घर। अनि त्यस पछाडि चाहिँ सबै व्यवहारहरू कुराहरू सबै मिल्यो हो। अनि त्यस पछाडि चाहिँ मम्मी चाहिँ अस्ति आउनु भएको थियो। अनि म चाहिँ क्रिसमसको लागि नगर न नानी, म चाहिँ क्रिसमसको लागि रोकेको थिएँ। अनि क्रिसमस पनि सक्यो। अनि क्रिसमस सकिने बित्तिकै लगातार आउनु पऱ्यो भन्ने सोचेको थिएँ। तर फेरि माइजूको बुढी बिरामी हाम्रो माइजू बिरामी भएर अनि हस्पिटल बस्नुपर्ने भयो। अनि नानी भयो भाइ, अनि कति राम्रो छ। अनि त्यो भाइहरूलाई पनि छोडेर आउँदा चाहिँ एकदमै कस्तो भइरहेको थियो, तर पनि आएँ। अनि मम्मीहरू चाहिँ अस्ति आउनु भएको थियो। अनि म पनि आइपुगेँ अब चाहिँ। अनि अब चाहिँ म पढ्ने ओर्ने के गर्नुपर्ने अब त्यही हुन्छ हो। अन्त हेर्दै गर्नुहोस् होला, बेसी भ्लगहरू चाहिँ बनाउनु पाएन। अगाडि चाहिँ त्यही अलिअलि लिपसिङहरू के गरेको छ त्यस्तै पनि हेरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला। अनि अरू के भन्नु हौ, अरू त्यस्तै छ गाइज। अनि हाम्रो मम्मी चाहिँ मेरो मम्मी र ड्याडी चाहिँ भित्र खाना बनाउँदै हुनुहुन्छ। अनि मम्मी र ड्याडी चाहिँ खाना बनाउनुहुन्छ। अनि म चाहिँ गरेर आइरहेको थिएँ, पुरा निन्द्राहरू पनि लाग्थेन, नाइट बसमा आएको हो नि त। अनि सुत्न हुन पाएको थिएन। अनि म चाहिँ सुत्छु, मम्मीहरूले चाहिँ खाना बनाउनुहुन्छ, म तपाईँलाई देखाउँछु ल। अनि यहाँ चाहिँ ड्याडी र मम्मीले चाहिँ मलाई खाना बनाएर खुवाउन आँट्दै हुनुहुन्छ होइन त। नि होइन भ्लग बनाउन आँटेको, युट्युबमा पो आउँछ त। गर्लफ्रेन्डहरूलाई, तपाईँको गर्लफ्रेन्डहरूलाई यहाँ पुग्यो त्यहाँ पुग्यो, मैले त बोयफ्रेन्डलाई भ्लग बनाएको हो त। नि ल अनि गाइज यस्तै छ। अब चल्लो रुगा लागिरहेछ। अन्त
के भन्नु मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब अहिले त बिगिनर नयाँ छु आउँदैन हो, अन्त त्यस पछाडि अब पछाडि राम्रो हुँदै जान्छ। अहिले चाहिँ नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला। अरू त के भन्नु र, सी यू सुन इन द नेक्स्ट भ्लग। हेर्न बोल्न नि आउँदैन, बाई।